तैले गाइस आज हामी आएका छौं दुर्गा मण्डपमा यहाँ घुर्नको लागि। लेकिन दुर्गा माइला त लिएर गइसक्नु भएछ, तर हामी आउन अलिक समयको लागि देरी भएछ। त्यसैले म हजुरलाई देखाउन चाहदैछु। सानो मूर्ति छ एउटा, मतलब मूर्ति भन्नाले एउटा पेन्टिङ जस्तो छ। जस्ट वेटिङ, म देखाउँदैछु। यो देख्न सक्नुहुन्छ गाइस, दुर्गा माको जस्ट एउटा पेन्टिङ जस्तो छ। अनि यहाँ दियोहरू जलाएको छ, किन जस्ट यहाँ आउन अलिक लेट भएछ हामीहरुको, त्यसैले आज खिच्न पाएन। यहाँ हामीहरुको हुनुहुन्छ, उहाँ हाम्रो सानो बुनु हुनुहुन्छ, भाइ हुनुहुन्छ, यहाँ हाम्रो दाइ, ऊ हाम्रो साथी। के छ केटा, त्यही हो हैन, आज अलिक देरी भयो नि हामीलाई आउनलाई। यहाँ देख्न सक्नुहुन्छ गाइस, यसमा खोइ के लेखेछ। अब आफू त त्यति पढा लेखेको छैन हैन, बुझ्दिनु होला। यो चाहिँ नरिवलको पत्ताको हैन, सट्टा बेरामा बनेको छ। लाइटिङ गाइस, यहाँ हेर्नु लाइटिङको क्या कमालको छ नि लाइटिङ। एउटा मेरो घरतिर लिएर जान पनि लाग्छ मलाई। अब के गर्नु, चोर्नु भएन, फेरि मलाई पुलिसले पकड्छ यहाँ। यस गाइस, यता हेर्नु बाहिर पुरा यता चलिरहेछ। यता चप्पल ट्याक्क लगाइदिनु पर्यो हैन। यहाँ देख्न सक्नुहुन्छ गाइस, यहाँनिर सायद मैले यति बुझ्दिनँ, तपाईँहरू हेर्नु होला। यहाँ फोटोहरू यहाँ राखेका छन्, हेर्न सक्नुहुन्छ गाइस टक्क हैन। यता खानापिनाको उयोहरू छ, यता यो छ, दाइहरू यता खान। यता त म त छुँदैछु गाइस, यता म छुँदैछु। यता देख्न सक्नुहुन्छ गाइस, यहाँ खानापिना चल्दैछ। यता अझै पनि छन्, आइसक्रिम दोकान छ एउटा, आइसक्रिम दोकान छ, उतापट्टि पनि छ। कति दोकानहरू त बन्द भइसक्यो, दोकानहरू टन्नै बन्द भएछ नि, दोकानहरू बन्द भइसकेको छन् गाइस। आज हामी आउन अलिक लेट गऱ्यौँ। यहाँ पुलिस सरहरू पनि बस्नुभएको छ। यहाँनिर एलइडी लगाएको छ गाइस, देख्न सक्नुहुन्छ माथिको मण्डपको स्टाइल, एक्जस्ट फ्यानहरू। यहाँ एलइडी लाइट फिटिङ गरेको छन् गाइस, एलइडी लाइट छ। यो हेर्न सक्नुहुन्छ गाइस, मण्डपको यस प्रकारको छ लुक। अब यता अलिक तलतिर पनि हेर्नुपर्छ कि गाइस, यतापट्टि सायद यहाँनिर पनि देख्न सक्नुहुन्छ, माथि हिन्दीमा लेखेको छ, मलाई त्यति आउँदैन। यताको प्रोग्राम सिद्धि जस्तो छ गाइस, प्रोग्राम सिद्धि छ यता। ग्यास देख्न सक्नुहुन्छ, मूर्ति चलाउन लिएर गइसकेछन्। यहाँनिर चाहिँ हामीहरूको के भन्छ अरे, ट्रेडिसनल बेङ्गोली उयो रहेछ, के अरे पङ्खाहरू रहेछ। यहाँ गम्छाहरू बिक्री गर्दैछ। अनि यो तपाईँको के भन्छ अरे, ट्रेडिसनल बेङ्गोली गम्छा होला सायद गाइस, गम्छा फेनहरू छ। अब यता के छ हेर्नु पर्यो, यसमा एटैची पनि छ। अनि यता के चल्दैछ, यता कोलागाछीहरू छ ठ्याक्क हैन, देख्न सक्नुहुन्छ गाइस। कोलागाछीहरू छ। यहाँनिर जस्ट यो भगवानको एउटा फोटो छ। अनि यहाँनिर के भन्छ अरे, यो कपडाहरू के बिक्री गर्दैछ, के हो यो क्या है, पेंटिंग है क्या? कितना है एक पीस का? 1000 रुपीस। खास है ना ये, खास है ना मतलब गाइस। एक एउटा पीस को 1000 रुपया अरे गाइस। हाम्रो त भाइ, हाम्रो त औकात से बारे, हाम्रो त सेल औकात से बारे यार। हामीहरुको बास छ, रोगाउ त्यो भाइलाई भनिदिनु पर्यो के भाइ एउटा यो के पेन्टिङको दाम कति हो थाहा? 1000 रुपीस। 1000 रुपीस अरे यार, केही भन्दैन तिमी यार। 1000 रुपीस अरे जस्ट पेन्टिङ यार, एउटा नर्मल नि। तो गाइस, आजको चाहिँ भ्लगमा यतिमै समाप्त गर्दैछौँ। फेरि नयाँ भ्लग लिएर आउँदैछौँ हामीहरू। हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइस। तर तपाईँलाई जानुभन्दा अगाडि म एउटा खास चिज देखाउँदैछु। यहाँनिर बेलुनहरू छ यस प्रकारको। यहाँनिर यतापट्टि मन्दिर पनि छ। हामीहरू जाँदैछौँ अब गेटबाट बाहिर निस्किन। अब यता एउटा हाम्रो महापुरुष यहाँ देख्न सक्नुहुन्छ, अगाडिको यस्तो छ। त फाइनल लुक गाइस यस्तो छ गेटको। यता देख्न सक्नुहुन्छ, यहाँ लेखेको छ इङ्ग्लिसमा। ट्याक्क आजको ब्लग यति भन्दै समाप्त गर्दैछु म।